बेंगलोर ल्यान्ड गरिसकेर अब ट्रान्सफर हुँदैछौँ गोवाको लागि एन्ड दिस इज द ट्रान्जिट एरिया वेयर विल बी शिफ्ट टु आवर नेक्स्ट प्लेन हैन कति राम्रो के यता हेर्नु फाइनली है हामी हाम्रो डेस्टिनेसन नेक्स्ट डेस्टिनेसन फाइनल डेस्टिनेसन गोवा पुग्न लाग्यो छैन अझै अर्को फ्लाइट भोक चाहिँ लागिसक्यो अर्को फ्लाइट उसिनेर त्यो प्लेन बिरयानी उसिनेर थियो हामी त बिरयानी खाएको होइन इस्टेन्ट चौधो त खाइहाल्यो इस्टेन्ट बिरयानी चाहिँ खाइहाल्दैन क्वार्टर खायो बिरयानी भोक लाग्यो नट ब्याड इट वाज गुड किचन म्यान बार छिमेकीले राम्रै प्रगति गरेछन् है कति राम्रो अवतार मुभी जस्तो डाँडा डाँडा टुप्पो टुप्पा झुन्ड्याछन् सबै कस्तो राम्रो दुबईले कमेन्टमा झुन्ड्याएर बिल्डिङ बनाउँछु भन्थे यहाँ पहिल्यै एउटा सानोतिनो प्लान्ट राख्ने चाहिँ त्यो पहिल्यै कमेन्टमा झुन्ड्या जस्तो बनाएको छन् होइन खतरा भन्नुभयो है सरले चाहिँ कस्तो राम्रो है हामी चाहिँ अहिले बेङ्गलोरको एयरपोर्टमा छौँ गोवाको लागि ट्रान्सफर भएका छौँ यो चाहिँ यहाँको ड्युटी फ्री भन्नु पऱ्यो सरहरू चाहिँ यता हुनुहुन्छ फाइनली वी आर एट गोवा हामी चाहिँ अहिले गोवा एयरपोर्टको बाहिर छौँ फाइनली आइपुग्यौँ अब चाहिँ ट्याक्सी लिएर चाहिँ हाम्रो होटलमा जान्छौँ ओके फाइनली म होटलमा आइपुगेको छु एन्ड दिस इज माई रुम all credits goes to Alan for providing me this premium room. Thank you so much Alan for this beautiful room. I like it. Ani balla relief भयो अनि this is me. यस्तो थका लागेछ कि and this is me. आँखा रातो रातो भएको छ अब म तपाईहरुलाई बाहिरको भ्यू देखाउँछु ल इट्स रेनिङ मैले हैन गोवा आउनु भन्दा अगाडि नै के भगवानसँग यस्तो प्रे गरेथे हे भगवान त्यो गर्मीमा त बस्न सकिदैन सो पानी परे पनि हुन्थ्यो नि भनिरहेथे के सो पानी पर्दिरा भने म त यस्तो खुसी भएको ओके यहाँ रहेछ यसको खोल्ने है त This is how it looks from this side. अनि पानी परिरहेको छ and okay त्यो चाहिँ रिसेप्सन हो अनि छेउको bathroom. It is just wow and this is my room. Yeah. यस्तो थकाइ पनि लागेको छ सो अब चाहिँ रेस्ट गर्नुपर्छ अब सबै लाइट बाल्छु ल अनि कस्तो पेपर राखेको रहेछ किन गरेको पनि अलिकति भएन कि क्या हो ओके यो चाहिँ वाशरूम ओके नाइस रुम वाशरूम अनि यो चाहिँ हो जिङ नपरेको यस्तो मेस भएको छु कि म भनिसक्दिनँ कति क्युट ड्रायर पनि रहेछ ओके वाउ यो चाहिँ वाशरूम भयो अनि वाशरूमको बाहिर पनि ऐना छ हेर्नु न
ऐना छ यसरी हेर्नु पर्ला जस्तो छ टडा कस्तो मजा लागिरहेछ किनभने काठमाडौँमा काम गर्दा 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 यस्तो थकाइ लागिरहेको थियो आई रियली निड अ ब्रेक हैन आई वाज इन निड अफ ब्रेक हैन फाइनली केही कुराको लागि म यहाँ गोवा आएको छु एन्ड आई एम भेरी ह्याप्पी भोलि प्रोग्राम हुँदैछ आई एम ब्लेस्ड हैन यो अबको 2-3 दिन यस्तो मजाले बस्नेछु यस्तो मजा लिनेवाला छु हामी चाहिँ अहिले यो ब्रिजेट हैन सी ब्रिजमा बसेका छौं एन्ड दिस इज हाउ इट लुक्स Here's the reception and there are my friends and the program is going to be over there in the hall. The next day. Hi everyone, good morning from Goa. अहिले म इन्डियाको गोवामा छु so I'm very excited to roam around हैन अनि खासमा चाहिँ म आजको प्रोग्रामको लागि चाहिँ गोवासम्म आइपुगेको हो अनि अहिले चाहिँ रेडी भइसकेको छु हैन बिहानको 9 बजिसकेको छ 9:30 बजिसकेको छ अब हाम्रो ट्याक्क प्रोग्राम 10 बजे सुरु हुन्छ प्रोग्रामको पनि सानो भिडियो चाहिँ म हाल्ने नै छु अहिले चाहिँ यो रेडी भइसकेको भएर भिडियो सानो खिचेको ओके एनीवे माय फ्रेन्ड इज कलिङ मी बाइ बाइ सी यू Doctor in the field of nursing. Give a huge applause. Now next I would like to invite on stage Dr. Koo Thiam Piao Witch. तालियां बजाइए please. Congratulations. Now next we have Dr. Koo Thiam who is receiving honorary doctorate in the field. House Panjim It's been Goa. So you can see so many people capturing the pictures and I'll here tell you in Goa. about it when I see you again. We've come a long way from where we began. Oh, I'll tell you all about it when I see you again. When I see you again. And yeah, who knew? All the planes we flew, the things we've been through, that I'll be standing right here talking to you. Found another path. I know we love to hit the road and laugh, but something told me that it wouldn't last. Had to switch up, look at things different, see the bigger picture. Those were the days, hard work forever pays. Now I see you in a better place, see you in a better place. Till we not talk about family when family's all that we got. Everything I would do, you were standing there by my side. And now you will be with me for the last ride. Been a long day without you, my friend. And I'll tell you all about it when I see you again. See you again. You've come a long way, a long way from where we began. No story, I'll tell you all about it when I see you again.
again. Tell you when I see you again. But you both go out your way, and the vibe is feeling stronger. A small turn to a friendship turn to a bond, and that bond will never be broken. The love will never get lost. Love will never anyone. That when brotherhood comes first, and the line will never be crossed. Established it on our own. When that line had to be drawn, and that line is what we be. So remember me when I'm gone. Remember that I'm gone. Can we not talk about family when family's all that we got? Everything I went through, you were standing there by my side. And now you're gonna be with me for the last one.